हेलो गुड मर्निङ दर्शन नमस्ते। आज फेरि म अर्को भिडियो लिएर यहाँहरू सामु उपस्थित भएको छु। हेर्नुहोस् मौवाका रुखहरू कत्रो कत्रो छ। तपाईँहरूलाई म काम गर्ने ठाउँ सबै देखाउँछु ल हेरिदिनुहोस्। हाम्रो देश नेपालमा कहिले यस्तो होला, कहिले हुन्छ त, सम्भव होला त, गाउँ कहिले यस्तो होला त, सम्भव होला त, ल भन्नुहोस् त तपाईँहरूलाई के लाग्छ? यो जस्ताको तस्तै म राख्दैछु यो भिडियो। हाम्रो गाउँघर कहिले यस्तो होला त, यस्तो कहिले होला त नेपाल, यस्तो कहिले सम्भव होला त? बाटाहरू गाउँका बाटा पनि यस्ता कहिले होला त? सम्भव छ, पक्कै पनि सम्भव छ, तर नेताहरू सही हुनुपर्छ। हेर्नुहोस् नेपालमा त यस्तो हुन नहुन्थ्यो होला नि। अब कुनै पनि पोस्ट, अलिक राम्रो पोस्ट चाहिँ नेताले भयो, कुनै पनि क्षेत्रमा अलिक राम्रो पोस्ट भेटायो भने फर्लपै पारिहाल्छ। जति पैसा, जति इन्कमहरू जति सबै फर्लपै पारिहाल्छ। 10% पनि कहिले यस्तो हुन्छ त? सामान्य मान्छेहरूका गाडीहरू यस्ता छन्। सामान्य मान्छेहरूका गाडी घरभित्र नआँटेर बाटामा घरहरू भयो, हरियाली भयो, क्या मजाले सजाएको छ। ल हेर्नुहोस् यस्तो उज्यालो छ। मलेसियाको गाउँ यस्तो छ। गाउँ पुरै गाउँ हो यो। यहाँको यो उज्यालो, यहाँको सबै थोक देख्दाखेरि रातभरि ड्युटी गर्दा नि निद्रा पनि लाग्दैन। सबै गल्ली गल्ली देखाउँछु तपाईँहरूलाई। घर कस्तो दामी छ। पाले काम गरेर यस्तो घरहरू बनाउन सकिएला त? के लाग्छ तपाईँहरूलाई? कस्तो छ, रुमहरू चाहिँ ठुलो हो क्या, एकदम ठुलो ठुलो। पानी पऱ्यो भने चाहिँ डेन्जर हुन्छ। पानी परिरहँदा चाहिँ जोगिनुपर्छ। हेर्नुहोस् त रुखहरू कत्रो कत्रो छ। परको सेतो यो ठुलो ड्रम जस्तो के होला साथी हो? भन्नुहोस् त के गर्दा त्यहाँबाट पनि गाउँहरू यस्ता होला। यो बाटो त म त 100 चोटि हिँड्नुपर्छ।